उमेन सिंह एक शब्द भाव ल माओवाडी ओके हैव अ सेफ जर्नी थ्याङ्क यू ल मकन्दै ल हिँड हामीलाई भाडा यो अब सोप्जने उमन यता हेर्दा कुलुमी लाग्यो धक्का दिएर पठाउनु त हेर्न पाइयो नमस्कार यस सभामा उपस्थित सम्पूर्ण मान्य सदस्यज्यूहरू आज हाम्रो एकदमै दुःखद छेड हिसाबले तर भित्रबाट खुसीको छड आएको छ उमाकान्तलाई छोड्नको लागि जाँदैछौँ त्यसलाई पाल्पाबाट निकाला गरियो पाल्पाबाट आज बिदाई गरिन्छ 2 गते नाइट गएर 3 गते फेरि देशबाटै हटाइने योजना सहित हामी अगाडि बढेका छौँ उमानलाई बिदाई गर्नको लागि उपस्थित बन्द उमान गयो के मलाई मुस्ताङ ल ओइ पाल्पा आज खुसी लास्ट दिन मेरो खुसीको पल पाल्पाको लास्ट दिन मेरो मित्रहरूसँग लास्ट दिन होइन यार फेरि 2 वर्षपछि त फर्किन्छ त हो कति ढुवाक्कै 10 वर्ष हिँडेको कहाँ हो आइजाऊ उडाउन उमाकान्ते तर जर्सी राम्रो कान्ते आफै उड्न सक्छिस् त यार फोकटको खर्च किन 10,000 किन खर्च गरिस् हैन हुन त फेरि इमोसनल होला जेसुकै होस् कान्ते हामी यहाँबाट हिँड्यौँ काठमाडौँ आउँछौँ कि थाहा भएन 10,000 ले त इन्डिया पुगेर आइन्छ त यार नयाँ जुत्ता नदेखाउने मेरो पुरानो उमाकान्ते यार हामी बास्टारी आइसक्यौँ यार अझै कहाँ अझै उडे होइन अनबलिभेबल ए के भयो इङ्ग्लिस मिल्यो कि नि अनबलिभेबल ठिक छ राम्रो ल अबको 12 घन्टामा 13 थोप्रा जापानमा खसोस् हामी आउनुभन्दा पहिले पुग्यो भने हामीलाई आनन्द हुन्थ्यो होइन उमाकान्ते हावा आयो है लाई छोड्न भनेर हामी बस पनि चढिसक्यो कति माया छ सोच्न पैसा उसैले पठाइदिएको भिडियोमा भन्न पर्ने जरुरी थियो र यो नहाल खास त यहाँ टक्क खाना खाने बेला भएको छ खास चाहिँ यहाँ बफे सिस्टम थियो 20 नै यहाँ आएर बसिसकेको थियो अब भर्खर भोको हामीलाई बहुत पहिला लाग्थ्यो होइन मलाई 10 गर्नु हो अहिले बल्ल 9 बजे काठमाडौँ भन्दै त किन आएको माओवाडी यो दुईटै झोलामा चाउचाउ बाहेक केही छैन कान्दै यहाँ छ स्नेह रच्चु खास किन आएको ओइ किन हो आएको 50,000 कट्टी गर्न नेपालमा केही वर्षका लागि यो अन्तिम खाना कुलुमेको मुखमा जाँदैछ हेरौँ उसको खुवाई कस्तो रहनेछ ल्याछ त्यो त हेर्न त मासु अघिसम्म मासु खानु भने यहाँबाट यसरी ल मनी एक्सचेन्ज तुमले नि ह्यापी बर्थडे भगवान विष्णु मङ्गलम बिहा चाहिँ गर्न लाग्यो क्या मुस्ताङ उमन कहाँ मुस्ताङ ल
नबिर्सी प्लेनमा चढ्ने बेला ओ माओवाडी माओवाडीले देश छोड्यो अब देश बन्छ भोलिदेखि देशको मुहार फेरिँदै। अब नेक्स्ट टाइम स्काई